मेरो युट्युब च्यानलमा यहाँहरूलाई पुनः स्वागत छ। साथीहरू, यो हुम्लाको दुर्गम गाउँमा मनाउँदै गरिएको स्थानीय पर्व दुबाटो यानि कि गौरा पर्वको उपलक्ष्यमा यहाँहरूलाई म केही संस्कृतिहरू, केही विशेषताहरू देखाउन गइरहेको छु। पुरा भिडियो हेरेर हजुरहरूले माया गरिदिनु होला, सब्स्क्राइब, लाइक र कमेन्ट गरिदिनु हुनेछ र शेयर पनि गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु। लभ यु अल। गौरा र शिवजीको चाहिँ विवाहको परम्परागत रूपमा भनिने खेल रहेछ। देउडा जस्तो एउटा गीतहरू, शुभ गीतहरू रहेछ यिनीहरू चाहिँ। यसमा चाहिँ हुन्छ नि, शिवजी वर पाऊँ भनेर चाहिँ गौरा माताले चाहिँ गरेको प्रार्थनाहरू चाहिँ दुबाटोमा स्पेसली खेलिदो रहेछ। यो खेलिँदाखेरि चाहिँ यसरी किन लाइन लागेको भन्नुहुन्छ होला साथीहरू। कस्तो रहेछ भने जेठोबाट यानि कि श्रीमानको आयु जेठोबाट चाहिँ सुरुमा लागेर अनि कान्छोसम्म चाहिँ श्रीमानको आयु अनुसारको उमेर अनुसारको चाहिँ लाइन हुँदो रहेछ। जेठो सुरुमा र कान्छो लास्टमा हुँदो रहेछ। मेरो जेठानी दिदी गीता हमालको हेर्नुहोस् है, बुरुङ बुरुङको पारा। हामी तीनजना देउरानी जेठानी, कान्छोदेखि जेठो, म बिच्चकी माइली, मेरो घरकी म कान्छी। अनि हामीलाई चाहिँ घाममा राखेर केटाहरूले फोटो खिचिदिने भनेर, राम्री छु भनेर खुबै घमण्ड छ र तिमीहरूलाई कालो बनाउँछु रे के। मेरो बुरुङ बुरुङ त त्यो गाउँमा सबैभन्दा बढी मेरो ससुरा पछाडि चाहिँ मलाई निस्वार्थ माया गर्ने एउटा यिनी हुन् होइन। म आएको गाउँमा आएको थाहा पाउने बित्तिकै चाहिँ यिनी मेरो घरको छेउमा आइपुग्छिन् र अनि हुन्छ नि, मलाई कुरेर बस्छिन् मेरो घरको बाहिरपट्टितिर। अनि मैले यिनलाई चक्लेट, ललिपपहरू यस्तै कुराहरू चाहिँ, अब बिचरा अब अलिकति अपाङ्गता भएको भएर उनको दिमाग चाहिँ अलिक बच्चा जस्तो रहेछ। यस्तै टाइपको उनको दाइ पनि हुनुहुन्थ्यो, तर दाइ चाहिँ बित्नु भयो रहेछ। सो स्याड, मलाई चाहिँ थाहा थिएन, अलि पछाडि थाहा पाएँ। यिनी चाहिँ मलाई चाहिँ यति निस्वार्थ माया गर्छिन् कि म आएको थाहा पाउने बित्तिकै मेरो घरको बाहिर आएर कुरेर बस्ती रहेछिन्। अनि त्यसपछि बिचरा उसको हुन्छ नि, अब फोहोर छ, यस्तो छ, उस्तो छ भनेर मान्छेहरू नजिकै जान नमान्ने रहेछ। तर मलाई चाहिँ त्यस्तो लाग्दैन, मानवता ठुलो जस्तो लाग्छ होइन। मलाई पनि मेरो एनिभर्सरीमा मेरो साथीहरूले गिफ्ट गरेको सल थियो। मलाई चाहिँ बिचरा यिनको न्यानोपनाको अगाडि चाहिँ मेरो गिफ्टको पनि मैले ख्याल गरिनँ यिनलाई चाहिँ। अनि यिनी भन्दैछिन् कि कसले मलाई जुम्रा सर्ला है भन्दै। अनि यिनले भन्दैछिन् कि यो तिमीले लगाएको कुर्ता पनि मलाई दिएर जाऊ ल, म कुर्ता लगाउँछु अनि तिमी जस्तै राम्रो बन्छु अनि चिटिक्क पर्छु, म यो धोती लाउँदिनँ भन्दैछिन् ऊ। अनि रमाउँदैछिन्। मलाई यिनीसँग एकदम रमाइलो लाग्छ। गौरा पर्व चाहिँ श्रीमानको लामो आयको लागि चाहिँ विवाहित महिलाहरूले मात्रै बस्ने हो। यो चाहिँ सिन्दुर लाउने सिन्दुरे महिलाहरूले भन्दो रहेछ। उहाँहरूले मात्रै चाहिँ आफ्नो शिवजीको पूजा अर्चना गर्नको लागि चाहिँ बस्ने हो। विवाहित महिलाहरूले चाहिँ 2 दिनसम्मको व्रत बसेर 2 दिनसम्म चाहिँ विभिन्न गरगहना, लुगाहरू, साडी, चोलो अनि सुनको फुल, मालाहरू लगाएर चाहिँ पूजा अर्चना गरेर अनि भगवानको मङ्गल गीतहरू गाएर, शुभ गीतहरू गाएर यो पूजा अर्चना गरिन्छ। र यसमा चाहिँ हामी कति राम्री देखेका छौँ होइन, छिप्रा गाउँका बुहारीहरू। मलाई त यो साडी चोलो भन्दा पनि यो गुन्यु चोली चाहिँ एकदम मनपर्छ साथीहरू।
भनिन्छ नि महिला र पुरुषहरू एक रथका दुईटा पाङ्ग्रा हुन् भनेर। जस्तो अब यो व्रत पनि श्रीमानको लामो आएको लागि श्रीमतीहरूले गरे पनि जहाँ श्रीमती छन् त्यहाँ श्रीमान, जहाँ श्रीमान छन् त्यहाँ श्रीमती नभएसम्म पनि जीवन रमाइलो कहाँ छ र, होइन? जस्तो केटाहरूले पनि अब हामी व्रत बसेर 2 दिनसम्म भोगै पूजाआर्चना जति नै गरे पनि तर अलिकति न्यास्रो चाहिँ लाग्ने रहेछ। जब केटाहरू चाहिँ हुन्छ नि आफ्नो लोकल संस्कृतिमा चाहिँ आफ्नो लोकल ड्रेसहरूमा आउँछन् तब चाहिँ यो फुर्का नाच गर्दाखेरि चाहिँ एकदम रमाइलो लाग्यो के मलाई चाहिँ। मलाई लागेको एकदम रमाइलो पल साथीहरू जब हामीले चाहिँ दिउँसोको व्रतहरू सकाएर बेलुकी चाहिँ चोखो खाना खाइसकेर चाहिँ अब लुगासुगा फेरेर चाहिँ अलिक फ्रेस हुने बेलामा चाहिँ केटाहरूले यस्तोरी हाम्रो गाउँका देवर जेठाजुहरू ससुराहरू हुन्छ नि सबैजना सबै उमेरका मान्छेहरूले चाहिँ दिनभरि महिलाहरूले हाम्रो लागि चाहिँ हुन्छ नि पूजाआर्चना गरे पनि अब हामी चाहिँ बेलुकीतिर उहाँहरूको लागि चाहिँ रमाइलो गर्ने पालो छ है भनेर उहाँहरूले चाहिँ एकदम रमाइलो गर्नुभएको थियो है। मलाई चाहिँ एकदम रमाइलो लागिरहेको थियो। अनि उहाँको चाहिँ सायद साली पर्ने हो कि के उहाँसँग नाच्दै हुनुहुन्थ्यो। तर केटाहरूको यो एकदम रमाइलो डेडिकेसन चाहिँ हामी महिलाहरूको लागि चाहिँ थियो। रमाइलो मात्र होइन साथीहरू 2 दिनसम्म मनाइएको दुबाटो गौरा पर्व चाहिँ लास्टमा गएर चाहिँ अलिकति इमोसनल माहौल भएको थियो होइन। महेश्वरले चाहिँ गौरालाई लगिसकेपछि चाहिँ उहाँका साथी सङ्गीहरूले चाहिँ हुन्छ नि बिदाई गर्दाखेरिको यो पल भनिन्छ कतिपय महिलाहरू चाहिँ रुनुहुन्छ अरे। एकदम इमोसनल पल